1,36,000 भन्दा बढी म्यादी प्रहरी भर्ना गर्ने अन्तिम तयारी। आजै गृह मन्त्रालयमा निर्णायक बैठक हुँदै दर्शकबिन आगामी फागुन 21 मा हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन प्रहरी भर्ना बारे अन्तिम तयारी अघि बढाइएको छ। यस सम्बन्धी विषयमा आज सोमबार गृह मन्त्रालयमा अन्तिम छलफल गरी टुङ्गो लगाउने तयारी गरिएको मन्त्रालय स्रोतले जनाएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले छुट्टा छुट्टै रूपमा निर्वाचन सुरक्षा प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव गृह मन्त्रालयसम्म पेश गरिसकेका छन्। दुवै सुरक्षा निकायले आवश्यक संख्या, कार्यक्षेत्र, काम, कर्तव्य, अधिकार तथा सेवा सुविधा सहितको विस्तृत खाका मन्त्रालयमा बुझाइसकेका छन्। सोही प्रस्तावका आधारमा यसअघि पनि पटक पटक छलफल भइसकेको र आज अन्तिम निर्णय लिने तयारी गरिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ। छलफलपछि तत्कालै निर्वाचन सुरक्षा प्रहरी भर्नाका लागि दरखास्त आह्वान गर्ने गृह मन्त्रालयको तयारी छ। संख्याको कुरा गर्दा नेपाल प्रहरीले सुरुमा करिब 1,32,000 निर्वाचन सुरक्षा प्रहरी आवश्यक पर्ने प्रस्ताव गरेको थियो, तर मतदाता संख्या, मतदान स्थल र मतदान केन्द्र थप भएपछि सो संख्या बढाएर 1,36,744 पुर्याउनु पर्ने प्रस्ताव गरिएको छ। त्यस्तै सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतका करिब 14,500 भन्दा बढी निर्वाचन सुरक्षा प्रहरी खटाउने तयारी गरिएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार निर्णय भए लगतै सम्बन्धित सुरक्षा निकायले निर्वाचन सुरक्षा प्रहरी भर्नाका लागि सार्वजनिक रूपमा दरखास्त आह्वान गर्नेछन्। उनले भने जति सक्दो चाँडो भर्ना प्रक्रिया हुन्छ। नेपाल प्रहरीले पनि मन्त्रालयको निर्णय अनुसार आवश्यक तयारी पूरा गरिसकेको जनाएको छ। अघिल्लो निर्वाचनमा जस्तै यसपटक पनि 40 दिनका लागि निर्वाचन सुरक्षा प्रहरी, म्यादी प्रहरी भर्ना गर्ने तयारी गरिएको छ। भर्नाका लागि 18 वर्ष उमेर पूरा भई 54 वर्ष ननागेका नेपाली नागरिक योग्य हुनेछन्। साथै अवकाश प्राप्त नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका पूर्व कर्मचारीलाई विशेष प्राथमिकता दिने व्यवस्था रहनेछ। निर्वाचन सुरक्षा प्रहरीको तलब भत्ता र अन्य सेवा सुविधा प्रहरी जवान सरहने हुने बताइएको छ। सुरक्षा व्यवस्था अनुसार पहिलो घेरामा नेपाल प्रहरी र निर्वाचन सुरक्षा प्रहरी रहनेछन्। दोस्रो घेरामा सशस्त्र प्रहरी बल नेपाल खटाइनेछ भने अन्तिम अर्थात् तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा जिम्मेवारी सम्हाल्नेछन्। मतदान केन्द्रको जोखिम स्तरका आधारमा सुरक्षाकर्मीको संख्या र तैनात फरक फरक हुने बताइएको छ। गृह मन्त्रालयका अनुसार निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गर्न सुरक्षाको सम्पूर्ण तयारी समयमै पूरा गरिनेछ। सोमबारको छलफलपछि निर्वाचन सुरक्षा प्रहरी भर्नाको प्रक्रिया औपचारिक रूपमा सुरु हुने अपेक्षा गरिएको छ।